सुरुमा उहाँ म्याडमले लगाउनु भएको साडीलाई हेरौँ है, अनि त्यसपछि म अरू कुरा गर्छु। अब 2-4 दिन भयो भिडियो बनाउँदिनँ भनेको होइन। नमस्ते, सन्चै हुनुहुन्छ? अब हजुरहरूले हेरिसक्नुभयो होला उहाँ म्याडमको साडी देखेर होइन। उहाँले साडी यति राम्रो साडी लाउनु भएको थियो, तर यति बिगारेर लाउनु भएको थियो। उहाँलाई हिँड्न पनि यति गाह्रो भएको थियो कि एउटा कार्यक्रममा गएको थिएँ म होइन। अनि उहाँको फेस चाहिँ मैले देखाएको छैन है। उहाँको फेस कतिजनालाई मन पर्दैन नि त। अनि मैले ब्याकबाट उहाँको चाहिँ भिडियो बनाएँ। अनि उहाँको लागि भयो नि विशेष यो भिडियो चाहिँ बनाएको छु मैले। उहाँसम्म सेयर गरिदिनु होला, उहाँले सायद आफूलाई चिन्नुहुन्छ। मैले उहाँको मुख चाहिँ लुकाएको छु। हेर्नुहोस् है, सुरुमा आज पुरै म्याचिङ लाउनुपर्छ कि साडी लाउँदा चाहिँ हरेक कुरा म्याचिङ भयो भने चाहिँ पर्फेक्ट। त्यसपछि जुत्ता आज जिरोबाट सिकाउँदैछु है। अब हेर्नुहोस् है, म्याडम हजुरले विशेष हजुरको लागि यो भिडियो सेयर गरेर उहाँसम्म पुऱ्याइदिनु होला है। सुरुमा म्याचिङ ब्लाउज, म्याचिङ पेटिकोट, त्यसपछि एउटा खुट्टा निकाल्ने गरेर चाहिँ मैले सुरुमा ड्याप गरेँ। त्यो अनुसारले चाहिँ आफ्नो लेन्थ अनुसारले साडी ड्याप गर्ने होइन। अनि त्यसपछि चाहिँ साडीको छेउलाई समातेर चाहिँ आँचललाई कति लेन्थ चाहिन्छ आँचल बनाउने है। उहाँ म्याडमले आँचल चाहिँ ठिकै बनाउनु भएको थियो होइन। बिचरा कोसिस एकदम गर्नुभएको हो कि, तर के गर्नु, साडीको चाहिँ जुन कम्मरमा सेटिङ गर्ने बेलामा कम्मरमा जुन क्रिज बनाउने बेला चाहिँ उहाँले स्वाट्टै तलबाट तान्नु भएछ कि। सुन्नु है, ल हेर्नुहोस् है म्याडम, हजुरले यहाँ यति मिस्टेक गर्नुभएको छ कि यसलाई धेरै तान्नु पर्दैन कि, अलिकति तान्ने अनि त्यसपछि त्यहाँ कि गाँठो बनाउने कि बेटार्ने कि एउटा लेबन टुले त्यहाँ लगाइदिए पनि हुन्छ है। यो चाहिँ चिप्लिने साडी छैन, मैले आज बेटारेर मात्रै ड्याप गरेँ। अनि नाइटोको 5 अम्लो उता लगाएर त्यसलाई चाहिँ ड्याप गर्ने। त्यसपछि चाहिँ एक भित्ता छोडेर चाहिँ अनि मुजा बनाउनुपर्छ है। यो मुजा चाहिँ अब आफूलाई कस्तो मनपर्छ, धेरै सानो पनि राम्रो हुँदैन, धेरै ठुलो पनि राम्रो हुँदैन। यो साडी अनुसारले मैले यस्तो मुजा बनाएको छु, हजुरले पनि हेर्नुहोला। अनि यो साडी चाहिँ मैले कहाँबाट ल्याएको थाहा छ तपाईँलाई? सौभाग्य भाइ पाल्कीबाट होइन। मैले कतिवटा साडी लिएको छु कि त्यहाँबाट। खास यो साडी मन नपरेर मैले लगाएकै थिइनँ, आज लगाएको त कस्तो मन पऱ्यो कि मलाई त्यही। अनि यसरी चट्ट लाएर मुजा बनाइसकेपछि नाइटोको एक अम्ला उता हजुर ड्याप गर्नुलाई हेर्नु त मैले आज टाढाबाट भिडियो बनाएको छु। यसरी गर्दा साडीको क्रिज पनि बन्छ। अनि तपाईँको त्यो माथि आएको छ नि, त्यसले तपाईँलाई कस्तो हिँड्न अप्ठ्यारो भएको थियो, हिँड्न अप्ठ्यारो हुँदैन। ल हेर्नुहोस्, यो साडी यतिकै लाउँदा नि कस्तो राम्रो देखिएको कि। तर हजुरले चाहिँ आँचल बनाउनु भएको छ नि त, हामी आँचलै बनाउँछु। म चाहिँ प्रायः यसरी लाउँछु कि साडी। अनि कस्तो राम्रो देखिएको कि यो साडी। अनि ल हेर्नुहोस् है, आँचल बनाउँदा पनि हजुरले चाहिँ धेरै भद्दा आँचल बनाउँदाखेरि हाम्रो उमेरलाई चाहिँ अलि सुहाउँदैन कि। अलि भद्दा आँचल बनाउँदाखेरि चाहिँ 45 नागेका 40 नागेका दिदीबहिनीहरूलाई चाहिँ अलि भद्दा आँचल, त्यही पनि ठाउँ अनुसारको है।